यसरी बनाए आलु र पनिरको सब्जी हैन। मलाई त यस्तो मिठो लाग्यो साथीहरू हैन। हजुरहरूले पनि बनाएर एकचोटि ट्राई गर्नु होला है। मैले रेसिपी सेयर गरेको छु। सबभन्दा पहिला चाहिँ बोइल गरेको आलुलाई एकछिन मैले फ्राई गरेँ है तेलमा। अनि त्यसैमा मैले पनिर पनि फ्राई गरेँ। अनि त्यसपछि पनिर फ्राई गरेपछि धेरै डिप फ्राई गर्नु हुँदैन। अनि जिरा फुर्याउने, अनि त्यसपछि खडा मसला पनि फुर्याउने, अनि फेरि लिएर प्याज, हरियो खुर्सानीलाई फुर्याउने है, जलाउने। अनि अदुवा लसुनको पेस्ट, यो काश्मिरी लाल मिर्च पाउडर हो। यसले कलर मात्रै ल्याउँछ कि पिरो हुँदैन है। अनि टमाटरलाई मैले मिक्सरमा पिसेर प्युरी बनाएर हालेको। अनि यो कस्तुरी मेथी हो है साथीहरू। अनि त्यसपछि जिरा पाउडर, अनि गरम मसला पाउडर, अनि पछि बेसार, अनि नुन हालेर मजाले एकछिनसम्म चलाएपछि त्यो तेल छोड्छ नि मसलाले। त्यसपछि मसला पाकिसकेको हुन्छ। अनि आफूलाई चाहिने अनुसार झोल हाल्ने। झोल हालिसकेपछि अनि पनिर र आलु हाल्ने। अनि हजुरहरू छ भने काजु हाल्नु होला हैन। मैले चाहिँ यो 3टा काजु पिसेर हालेको। स्वाद यस्तो ल्याउँछ कि यसले। कस्तो लाग्यो यो रेसिपी कमेन्ट गर्नु होला है।